तपाईलाई एउटा कुरा सोध्नु आएको। के कुरा? गाउँ समाजमा विकास गर्छु राम्रो गर्छु भनेर भोट जितेको होइन? पक्कै हो। अन्त खै त विकासको त नाम निशान छैन त। युवाहरू गाजा भाङ ड्रग्स खाएर बिग्रिरहेको छ। रोकथामको लागि पहल गर्नुपर्ने कि उल्टै प्रोत्साहन दिनुपर्ने? कसरी दिएँ मैले प्रोत्साहन? हेर्नुहोस् सर, झुट नबोल्नुहोस्। तपाईँलाई हामीले पाराको गाडीमा चढ्नु, बिल्डिङ बनाउनु, कमिसन खानुको लागि भोट जिताएको होइन, बुझ्नुभयो? तिमी ठुलो ठुलो कुरा नगर, इज्जतले बात गर। नेतासँग बोल्ने ढङ्ग यस्तै हो? ओ नेताज्यू, तिमीलाई नेता बनाउने हामी जनता हो, बुझ्यौ? इलेक्सनको टाइममा चाहिँ म्याउ म्याउ गर्दै भोट माग्नु आउने, कुर्सी पाइसकेपछि त भाउ गर्ने। तिमी बिरालो हो कि कुकुर हो? तिमीहरू मलाई न्यु खोज्न आएको? न्यु खोज्नु आएको होइन, भोट अगाडि के गर्छु भनेर वचन दिनुभएको थियो, त्यही जिम्मेवारी बताउनु आएको। तिमीहरूले मलाई मेरो जिम्मेवारी बताउनु पर्दैन। जाऊ तिमीहरू, मेरो मुड खराब नगर। ए, अहिले आएर तिम्रो मुड खराब भयो? इलेक्सनमा हाम्रो मुड खराब हुन्छ। तिमीलाई बनाउने पनि हामी जनता हो, भत्काउँछौँ पनि हामी नै। तिमी त सिर्फ 5 वर्षको लागि, 5 वर्षको लागि। यो औँला छ नि, यो औँला चाहिँ जिन्दगीभरिको लागि हो। हाम्रो युवाहरूलाई ड्रग्स दिएर बर्बाद पार्ने षड्यन्त्र चलिरहेको छ। हाम्रो जाति मास्ने मिसन चलिरहेको छ। यसलाई रोकथाम नगर्ने तपाईँ हाम्रै जाति हो कि अजाति हो? यस्तो पनि हुन्छ नेता?